ब्लग आज चाहिँ मेरो बर्थडे हो हिन्दीमा आज चाहिँ यो ड्रेस लगाएको छु तर मेरो नर्मलमा नाइटिन हो भएको त छैन तर मेरो आज ब्लगमा चाहिँ भनेको म बर्थडेको तपाईहरुलाई साच्चै राम्रो भिडियो बनाइदिन्छु तर त्यो भिडियो मेरो अच्छाले बनाएको अब मैले तपाईहरुलाई चाहिँ एउटा कुरा भन्न चाहन्छु हामी तगोमा चाहिँ किन तेल लाउँछौं तेल लाएर चाहिँ हाम्रो कपाल सिल्क जस्तै हुन सक्छ नआए पनि सिल्क जस्तै हुन सक्छ तर हामीले कालोले गर्दा त जस्तै हुन्छ किन भएको वानिस बर्थडे गर्दाको कारणले ल अब मैले म चाहिँ तपाईले एउटा डान्स सिकाउँछु जस्तै नि यस्तो हुन्छ है लाले लाले टट्टा 1 2 3 1 2 फा 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 त्यो गीत चाहिँ राजुना मिर काटो घरमा चाहिँ बनाएको हो मैले ब्लग चाहिँ काप्रे सिकाउँ भन्ने ओ ए इसै सर मैले नि अब अर्को फेरि एकचोटी बनाउँछु ब्लग बनाउनको लागि चाहिँ हामीले यो घर पैसा कमाएर भिखारी बनेर हामीले अच्छाको मनमा राख्यौ तर हामीले केही पनि बन्न सक्दैनौं हाम्रो यो अच्छाको पालिदाइले भने हुन् तर हाम्रो कहिलेकाहीँ स्कुलमा घन्टी लाग्छ र लाग्दैन किनकि हामीले यो बुकबाट पढाइ गरेर ठुलो भएर जब गरेर मम्मी बाबाहरूले पढाउनु हुँदैन पढाउनु पर्छ ए वर्क गर्नको लागि पैसा कमाउनु त परिहाल्छ तर मैले मम्मीको अफिसमा कहिलेकाहीँ चाहिँ के गर्छु ओ त जस्तै नि हामीसँग त्यो कार्पेट छ तर त्यो त्यहाँ कि बाबा नमस्ते गाइस हिजोको भिडियो चाहिँ मैले आज सकाइदिएँ हिजो राति त्यो भिडियो जस्तो मैले बनाएको थिएन उदास त्यो चाहिँ हाम्रो नि उतो जस्तै कार्पेट राख्ने ठाउँ हो तर उ त कार्पेट छ नि हाम्रो त्यो स्ट्रेट जस्तै के कार्पेट छैन नि उ त कार्पेट छैन बाक्लो जस्तै त्यो वाला कार्पेट हाम्रो त्यो त खै छ भने पनि छैन भने पनि हाम्रो हो त्यो वाला चाहिँ होइन हाम्रो घरभित्र यो चाहिँ हाम्रो घर हो कहिले चाहिँ हाम्रो दिदी गएको भनेपछि म त्यो चाहिँ भन्दिनँ किनकि मेरो मनमा छ हातमा छ जेमा पनि हुन सक्छ मेरो क्यारन दिदीले मलाई यति राम्रो मेकअप गराउँथ्यो नि अब क्यारन दिदीहरू गयो नि है स्कुल जाने बेलामा नि म अस्ति नै रोएर गएको थिएँ किनकि मेरो क्यारन दिदी गएको थियो अब चाहिँ म